नमस्कार सबैजनालाई हार्दिक स्वागत छ लोकसेवा नेपाल च्यानलमा। आजको यस भिडियोमा म नेपालको इतिहास सम्बन्धी एकदमै महत्त्वपूर्ण 61 वटा सामान्य ज्ञान प्रश्न उत्तरहरू लिएर आएको छु। हजुरको लागि एकदमै काम लाग्ने हुनसक्छ र यो भिडियोलाई अन्तिमसम्म नगरी हेरिदिनुहोला। अब भने लागौँ प्रश्न उत्तरतर्फ। प्रश्न नम्बर 1 रहेको छ, नेपाल नामको उल्लेख खोज्ने हो भने सबैभन्दा पहिला कहाँ उल्लेख गरिएको पाइन्छ? यसको सही उत्तर हो अथर्व परिशिष्टमा। अथर्व परिशिष्टमा नेपाललाई कामरू, विदेह, उदुम्बर, अवन्ती र कैकय देशहरूसँगै राखी चर्चा गरिएको छ। प्रश्न नम्बर 2, नेपालको शिलालेखमा पहिलो पटक कहिले नेपाल शब्दको उल्लेख भएको पाइएको छ? यसको सही उत्तर हो विक्रम सम्वत 569 मा टिस्टुङ अभिलेखमा पाइएको छ। प्रश्न नम्बर 3, पौराणिक ग्रन्थमा उल्लेख भए अनुसार नेपाललाई द्वापर युगमा मुक्ति सोपान, त्रेतायुगमा तपोवन भनिन्थ्यो भने सतयुगमा के भन्ने गरिन्थ्यो? यसको सही उत्तर हो सत्यवती। प्रश्न नम्बर 4, नेपालको इतिहासलाई कति भागमा विभाजन गरेर अध्ययन गर्ने गरिन्छ? यसको सही उत्तर हो 3 भागमा, प्राचीन काल, मध्यकाल र आधुनिक काल। प्रश्न नम्बर 5, प्राचीन काल भनेर कुन समयलाई चिनिन्छ? यसको सही उत्तर हो इतिहासको अध्ययनार्थ अभिलेख प्राप्त भएदेखि विक्रम सम्वत 935 सालसम्मको अवधिलाई प्राचीन काल भनेर चिनिन्छ। प्रश्न नम्बर 6, माध्यमिक काल भनेर कुन समयलाई चिनिन्छ? यसको सही उत्तर हो विक्रम सम्वत 936 देखि विक्रम सम्वत 1825 सालसम्मको अवधिलाई। प्रश्न नम्बर 7, नेपाल सम्वत कसले चलाएका थिए? यसको सही उत्तर हो राजा राघदेव, विक्रम सम्वत 936बाट। प्रश्न नम्बर 8, नेपाल सम्वतलाई राष्ट्रिय मान्यता कहिले दिइयो? यसको सही उत्तर हो विक्रम सम्वत 2065 कार्तिक 8 गतेदेखि। प्रश्न नम्बर 9, विक्रम सम्वत अङ्ग्रेजी BC को पूरा रूप बिफोर क्राइस्ट हो भने सम्वत अङ्ग्रेजी AD को पूरा रूप के हो? यसको सही उत्तर हो एन्नो डोमिनी। प्रश्न नम्बर 10, कान्तिपुर सहरको स्थापना कसले गरेका हुन्? यसको सही उत्तर हो गुण कामदेवले 1 लाख रुपियाँ खर्च गरेका थिए। प्रश्न नम्बर 11, नेपालमा शासन गर्ने पहिलो वंश कुन हो? यसको सही उत्तर हो गोपाल वंश। प्रश्न नम्बर 12, गोपालहरू कुन जातिका थिए? यसको सही उत्तर हो हिप जातिका। प्रश्न नम्बर 13, गोपाल वंशका पहिलो राजा को हुन्? यसको सही उत्तर हो भुक्तुमान। प्रश्न नम्बर 14, गोपाल वंशको राजधानी कहाँ थियो? यसको सही उत्तर हो मातातीर्थ। प्रश्न नम्बर 15, गोपाल वंशका कतिजना राजाले शासन गरेका थिए? यसको सही उत्तर हो 8 जना। प्रश्न नम्बर 16,
गोपाल वंशका राजाहरूले कति वर्ष शासन गरेका थिए? यसको सही उत्तर हो करिब 521 वर्ष। प्रश्न नम्बर 17, गोपाल वंशका अन्तिम राजा को थिए? यसको सही उत्तर हो यक्षगुप्त। यक्षगुप्त सन्तान भएपछि भारतबाट आएका अहिरहरूले शासन गरे। प्रश्न नम्बर 18, कतिजना अहिर राजाहरूले नेपालमा शासन गरेका थिए? यसको सही उत्तर हो 3 जना। प्रश्न नम्बर 19, महिषपाल अहिर वंशको पहिलो राजा को थिए? यसको सही उत्तर हो वरसिंह। प्रश्न नम्बर 20, महिषपाल अहिर वंशको माहिलो राजा जयसिंह थिए भने अन्तिम राजा को थिए? यसको सही उत्तर हो भुवन सिंह। प्रश्न नम्बर 21, महिषपाल राजाहरूले नेपालमा कति वर्ष शासन गरेका थिए? यसको सही उत्तर हो 161 वर्ष 2 महिना। प्रश्न नम्बर 22, किराँत कालका प्रथम राजा को थिए? यसको सही उत्तर हो यलम्बर वा यलुङ। हाल उनको शालिग सखुवासभा जिल्लाको मुडे शनिश्चरेमा निर्माण गरिएको छ। प्रश्न नम्बर 23, कतिजना किराँती राजाहरूले नेपालमा शासन गरेका थिए? यसको सही उत्तर हो 32 जना। प्रश्न नम्बर 24, किराँत कालका अन्तिम राजा को थिए? यसको सही उत्तर हो गस्ती। प्रश्न नम्बर 25, नेपालको सबैभन्दा पुरानो विरूपाक्षको मूर्ति कुन समयमा बनेको हो? यसको सही उत्तर हो किराँत कालमा। यो मूर्ति पशुपतिको आर्यघाटमा रहेको छ। प्रश्न नम्बर 26, किराँत राज्यको प्रथम राजा यलम्बरको नामबाट राखिएको सहरको नाम के हो? यसको सही उत्तर हो पाटन सहर। प्रश्न नम्बर 27, पाटन सहरको पुरानो नाम के हो? यसको सही उत्तर हो यलम्बरको नामबाट राखिएको। प्रश्न नम्बर 28, हुमती कतिऔं किराँती राजा हुन्? यसको सही उत्तर हो 6औं। प्रश्न नम्बर 29, सत्यदास्तीको पालामा कुन युद्ध चलिरहेको थियो? यसको सही उत्तर हो महाभारतको। प्रश्न नम्बर 30, महाभारतको युद्धमा किराँतीहरूले कुन पक्षलाई सहयोग गरेका थिए? यसको सही उत्तर हो पाण्डवलाई। प्रश्न नम्बर 31, कुन किराँती राजाका पालामा भारतीय सम्राट अशोक नेपाल आएका थिए? यसको सही उत्तर हो थुङ्को, चौथो पुस्ताका राजा। प्रश्न नम्बर 32, भारतीय सम्राट अशोक कोसँग नेपाल आएका थिए? यसको सही उत्तर हो छोरी चारुमती। प्रश्न नम्बर 33, भारतीय सम्राट अशोककी छोरी चारुमतीको विवाह कोसँग भएको थियो?
यसको सही उत्तर हो नेपालका देवपाल नामक क्षेत्रीसँग। प्रश्न नम्बर 34 सम्राट अशोक भारतका कुन राज्यका थिए? यसको सही उत्तर हो मगध राज्यका। प्रश्न नम्बर 35 लुम्बिनी पत्ता लगाउने व्यक्ति को हुन्? यसको सही उत्तर हो जर्मनीका डाक्टर युहरर। प्रश्न नम्बर 36 सोम वंशका प्रथम राजा को थिए? यसको सही उत्तर हो निमिष। प्रश्न नम्बर 37 सोम वंशका अन्तिम राजा को थिए? यसको सही उत्तर हो भास्कर वर्मा। प्रश्न नम्बर 38 लिच्छवीहरू कहाँबाट आएका थिए? यसको सही उत्तर हो भारतको मुजफ्फरपुर नगरको पसाड भन्ने वैशालीबाट। प्रश्न नम्बर 39 लिच्छवी कालको प्रथम राजा को थिए? यसको सही उत्तर हो जयदेव प्रथम। प्रश्न नम्बर 40 लिच्छवी कालको अन्तिम राजा को थिए? यसको सही उत्तर हो जयकामदेव। प्रश्न नम्बर 41 लिच्छवीकालीन कुलकेतु भनेर कसलाई चिनिन्छ? यसको सही उत्तर हो शिवदेव प्रथम। प्रश्न नम्बर 42 लिच्छवीकालीन आदिपुरुष भनेर कसलाई भनिन्छ? यसको सही उत्तर हो सुपुष्प। प्रश्न नम्बर 43 लिच्छवी कालमा राजभाषा के थियो? यसको सही उत्तर हो संस्कृत। प्रश्न नम्बर 44 प्रथम प्रामाणिक राजा भनेर कसलाई चिनिन्छ? यसको सही उत्तर हो मानदेव। प्रश्न नम्बर 44 मानदेव कतिऔं पुस्ताका राजा हुन्? यसको सही उत्तर हो 16औं पुस्ताका। प्रश्न नम्बर 46 मानदेवको जन्म कहिले भएको थियो? यसको सही उत्तर हो विक्रम सम्वत 503 मा। प्रश्न नम्बर 47 मानदेवले बनाएको प्रथम राजदरबार कुन हो? यसको सही उत्तर हो मानगृह। प्रश्न नम्बर 48 मानदेवको पालामा निष्कासन भएको नेपालको प्रथम मुद्राको नाम के थियो? यसको सही उत्तर हो श्री मनाङ वा श्री भोगिनी। प्रश्न नम्बर 49 मानदेवलाई किन प्रथम प्रामाणिक राजा भनिन्छ? यसको सही उत्तर हो किनकि उनको कालदेखि मात्र ऐतिहासिक प्रमाण शिलालेख आदि स्पष्ट र भरपर्दो भएको पाइएकोले। प्रश्न नम्बर 50 द्वैत शासनको सुरुवात कुन राजाको पालादेखि भएको पाइन्छ? यसको सही उत्तर हो लिच्छवीकालीन राजा वसन्तदेव। प्रश्न नम्बर 51 अंशुवर्मा कुन वंशका राजा थिए? यसको सही उत्तर हो ठकुरी वंशका। प्रश्न नम्बर 52 नेपालको इतिहासमै सर्वप्रथम महाराजधिराज उपाधि प्राप्त गर्ने शासक को थिए? यसको सही उत्तर हो अंशुवर्मा।
विधिवत युवराज घोषणा गर्ने चलन पनि सर्वप्रथम अंशुवर्माकै पालादेखि चलाइएको पाइन्छ। प्रश्न नम्बर 53, बालकको सालनाल काट्ने चलन कसले चलाएका थिए? यसको सही उत्तर हो अंशुवर्मा। प्रश्न नम्बर 54, भोटो जात्रा र रातो मच्छिन्द्रनाथको रथ यात्राको प्रचलन कसले चलाएका थिए? यसको सही उत्तर हो नरेन्द्रदेव। प्रश्न नम्बर 55, गुरुकामदेवले काठमाडौँमा कहिले शासन गरेका थिए? यसको सही उत्तर हो विक्रम सम्वत 1241 मा, 18 वर्ष। प्रश्न नम्बर 56, गुरुकामदेवले स्थापना गरेको मूर्तिको नाम के हो? यसको सही उत्तर हो उमा महेश्वर। प्रश्न नम्बर 57, शान्तिश्रीका नामले कुन राजालाई चिनिन्छ? यसको सही उत्तर हो प्रचण्डदेव। प्रश्न नम्बर 58, श्री पशुपतिनाथ मन्दिरको स्थापना गर्ने राजा को थिए? यसको सही उत्तर हो प्रचण्डदेव। प्रश्न नम्बर 59, शाक्य वंशको कन्यालाई कुमारी बनाई पूजा गर्ने चलन चलाउने राजा को हुन्? यसको सही उत्तर हो गुणकामदेव। प्रश्न नम्बर 60, हाँडी गाउँमा रहेको कैलाशकूट भवनको निर्माण कुन राजाको पालामा भएको थियो? यसको सही उत्तर हो अंशुवर्मा। प्रश्न नम्बर 61 र आखिरी प्रश्न, इन्द्र जात्रा, लाखे जात्रा, हिले जात्रा, कृष्ण जात्रा र श्रृङ्गभेरी जात्राको चलन कसले चलाएका थिए? यसको सही उत्तर हो गुणकामदेव। साथीहरू कतिवटा प्रश्नको उत्तर मिलाउन सक्नुभयो? हजुरले क्यालकुलेसन गरिसक्नु भएको छ होला। आजको भिडियो कस्तो लाग्यो कमेन्टमा लेख्नु होला, मन परेमा लाइक गर्नु होला र यस च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु होला र भिडियोमा कुनै त्रुटि भएमा सल्लाह सुझावहरू दिनुहोला। आजलाई यति। हस्त, धन्यवाद।